हेर्नुहोस् गाइस, बालुवामा हिँड्नु मजा आउँदैन कि कस्तो थाक्छ। सबसे बालुवामा ज्यादा थाक्छ हिँड्नलाई मान्छे। बालुवामा बहुत थाक्छ मान्छे। बालुवामा त यस्तो थाक्छ मान्छे, बहुत थाक्छ। मलाई ट्रेकिङको याद आइरहेछ। पहिला मैले 99देखि ट्रेकिङ गरेको, लद्दाखमा पनि मैले बहुत ट्रेकिङ गरेँ, त्यसको याद आइरहेछ। वाउ, बालुवामा हिँड्न यति मान्छे थाक्छ थाहा छ। रोडमा हिँड्नलाई यति मान्छे थाक्दैन, बालुवामा हिँड्न भनेपछि हेर्नु बहुत थाक्छ, बहुत थाक्छ, बहुत थाक्छ। अब मेरो आफ्नो क्याम्प पुग्न लाग्छु। मेरो क्याम्प अब 10 मिनट लाग्छ होला अझै। चल हिँड्दैछु, मजा आइरहेछ बालुवामा हिँड्नलाई। हेर्न त गाइस, बालुवा चट्टसँग हिँडिरहेछ। अब अलिकति दिनभरि काम हुँदैन, थोरै हिँड्यो भने बेलुका राम्रोसँग निन्द्रा आउँछ। त्यही भएर नभए त टिफरमा जाऊ भन्दै थियो बोसले, अनि त्यही भएर चाहिँ म हिँडिरहन्छु। अब दिनभरि काम हुँदैन, त्यही 4 जनाको खाना बनाउने, दिनभरि बस्ने हो। त्यही भएर अलिकति वक गऱ्यो भने थाक्छ नि त, राम्रो निन्द्रा आउँछ चट्टसँग। फेरि एकैचोटि बिहान उठिन्छ नि त। अनि यहाँ पनि दिनभरि म बालुवामै हिँडिरहन्छु, प्राय खेलिरहन्छु 6 बजीसम्म। देख्नुभयो गाइस, बालुवा इङ्ग्लिसबाट स्यान्ड भन्छ, नेपालीबाट नेपालीबाट बालुवा भन्छ, हिन्दीबाट रेत भन्छ, इङ्ग्लिसबाट स्यान्ड भन्छ। वाउ, स्यान्डमा हिँड्नु मजा आउँछ। अब फेरि यहाँ अब चाहिँ मेरो बालुवामा हिँड्ने मेरो खत्तम हुन लाग्छ। अब फेरि इङ्ग्लिसबाट ढुङ्गालाई रक भन्छ, हिन्दीबाट पत्थर भन्छ, नेपालीबाट ढुङ्गा भन्छ। अब चाहिँ म ढुङ्गामा हिँड्न लाग्छु। अब ढुङ्गामा हिँड्न लाग्छु। बस गाइस, देख्नुभयो, अब मेरो बालुवाको हिँडाइ खत्तम भयो। अब म हिँड्दैछु ढुङ्गामाथि। अब ढुङ्गामाथि हिँड्दैछु गाइस। हेर्नुहोस् त माउन्टेनहरू क्या लभली देखिरहेछ। देख्नुभयो गाइस? वाउ।